अब यो हामी कसरी हामी यो सिद्धिचरण नगरपालिकामा चाहिँ मनमोहन सेन्टरको प्राविधिक सहयोगमा यहाँ हामी क्याम्प गर्न आयौँ भन्ने कुरा एउटा चाहिँ छुट्टै पाटो छ। तपाईहरुलाई छोटकरीमा मैले जानकारी गराउँदा यो मनमोहन कार्डियोथोरेसिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर भनेको चाहिँ नि त्रिभुवन विश्वविद्यालय अन्तर्गतको एउटा विशिष्टीकृत अस्पताल हो, जहाँ मुटु, फोक्सो तथा नसा सम्बन्धी रोगका उपचार हुन्छन्। देशभरिका बिरामीहरू त्यहाँ रेफर भएर जानुहुन्छ र हामी उपचार गर्छौँ। त्यो त हाम्रो उपचारको बाटो भयो। हाम्रो एउटा चाहिँ यो सामाजिक उत्तरदायित्व अन्तर्गतको चाहिँ हामीले यो सामुदायिक सेवा पनि गर्ने गरेका छौँ, जुन नेपाल सरकारको स्वास्थ्य मन्त्रालयको अनुमतिमा हामीले देशका कुना काप्चामा गएर चाहिँ यसै गरेर चाहिँ क्याम्पहरू गर्छौँ र त्यहाँ आउनुभएका सेवा लिन आउनुभएको सेवाग्राहीहरूलाई जसलाई त्यही लोकल ठाउँमा उपचार गर्न सकिन्छ त्यहाँ गर्छौँ। जसको उपचारमा केही अपरेसन गर्नुपर्ने, कुनै एन्जियोग्राफी गर्नुपर्ने, एन्जियोप्लास्टी गर्नुपर्ने त्यस्तो खालको चाहिँ नि समस्या देखियो भने उहाँहरूलाई हामी बोलाएर मनमोहन सेन्टरमा नै हामीले आफ्नो हिसाबले अस्पताल हिसाबले दिन सक्ने सहयोग हामी दिन्छौँ र सरकारको सामुदायिक कार्यक्रम अन्तर्गत उहाँहरू फिट हुनुहुन्छ भने त्यसबाट पनि हामीले सहयोग दिन्छौँ र स्थानीय पालिकाहरूलाई पनि हामीले उहाँहरूको यस्तो समस्या छ तपाईहरुले चाहिँ असिस्ट गरिदिएर चाहिँ पठाइदिनु होला भनेर हामीले भन्ने गरेका छौँ। मैले चाहिँ इन जेनरल चाहिँ हामीले गर्ने कार्यक्रम मध्येको यो सामाजिक कार्यक्रममै हो र हामी यहाँ कसरी चाहिँ अहिले ओखलढुङ्गामा आयौँ, कसरी चाहिँ हामीले रोज्यौँ भन्दा हाम्रो डाक्टर साहब या राजाराम खनाल हाम्रो मेयरजीको भाइ पनि हुनुहुन्छ, उहाँ यही चाहिँ नि जिल्लाको जिल्लावासी पनि हुनुभयो। उहाँले चाहिँ नि आफ्नो जिल्लामा एकचोटि यो क्याम्प जाउँ भनेर धेरै अगाडिदेखि भन्नुभएको। यसमा मेयरजीले पनि धेरै चाहिँ हामीलाई चाहिँ नि भनिरहनु भएको थियो। हामी चाहिँ कुनै समय मिल्यो भने हामी मिलाउन कोसिस गर्छौँ र त्यसपछि चाहिँ नि हामी ओखलढुङ्गा पनि हाम्रो प्रायोरिटी लिस्टमा हामीले राखेका छौँ भनेर हामीले गरिरहेको थियौँ र त्यसपछि अहिले चाहिँ हामीले समय मिलाउनलाई चाहिँ सफल भयौँ। त्यसपछि हामी यहाँ आएका छौँ। हाम्रो 14 जनाको टोली आएको छ। हामी चाहिँ त्यहाँको विभिन्न विषयको भनौँ न सर्जरीको मुटुको सर्जरीको विरासत पनि आउनु भएको छ डक्टर रवि, अनि हामी कार्डियोलोजिस्टहरू पनि छौँ, अनि हाम्रो चाहिँ नि विभिन्न प्राविधिकहरू पनि हुनुहुन्छ र यहाँ हामीले बिरामीलाई जान्छौँ। मुटुसँग सम्बन्धित बिरामीहरू हुनुहुन्छ भने उहाँहरूको यहीँबाट हुन सक्ने उपचारलाई चाहिँ हामी यहीँबाट गर्छौँ, नहुन सक्ने उपचारको लागि चाहिँ नि काठमाडौँमा जान्छौँ र हामीले दिन सक्ने सहयोग दिन्छौँ र हामी यहाँ बिरामीको इसिजी गर्छौँ जसको आवश्यक पर्छ, मुटुको भेरी एक्सरे इकोकार्डियोग्राफी गर्छौँ जसलाई आवश्यक पर्दछ। त्यसको साथसाथै कसैलाई चाहिँ नि सुगरको त्यस्तो समस्या जस्तो लाग्छ हामीलाई सोद्धाखेरि भने हामी स्पट डायग्नोसिस गर्नलाई तुरुन्तको तुरुन्तै चाहिँ नि सुगर पनि हेर्छौँ र त्यो अनुसारको हामी सल्लाह दिएर कतिपय बिरामीलाई चाहिँ यहीँ जाँचहरू गरेर यहीँको डाक्टर साहबहरूलाई रिपोर्टहरू देखाएर फलो गर्न पनि भन्नुपर्ने अवस्था आउँछ। त्यो हिसाबमा चाहिँ हामीले अस्पतालसँग पनि समन्वय गरेका छौँ। यो तपाईँहरू सबैबाट हामीले त्यो कुरालाई पनि आश गरेका छौँ कि जो बिमारीहरूलाई जे आवश्यकता पर्छ त्यसको लागि चाहिँ हामीले भनेका कुराहरूमा चाहिँ तपाईँहरूले पनि सहर्ष स्वीकार गरेर उहाँहरूलाई सहयोग गरिदिनुहुन्छ भन्ने हिसाबले क्याम्प मात्रै गरेर हामीले आएर क्याम्प गऱ्यौँ सिद्धिचरण नगरपालिकाको चाहिँ नि आयोजनामा भनेर हामी त्यतिमा खुसी हुँदैन। हामीले चाहिँ नि विकेट गरेका बिरामीहरूले चाहिँ सही रूपले चाहिँ औषधि उपचार पाउन् र उहाँहरूको फलोअप होस् र उहाँहरूको मोनिटरिङ होस् भन्ने चाहिँ हामी चाहन्छौँ। किन भन्दाखेरि काम गर्नुको लागि गऱ्यो भन्ने मात्रै हिसाबले नभएर त्यो चाहिँ हाम्रो एक्सपेक्टेसन हुन्छ। त्यसमा चाहिँ हाम्रो मेयरज्यू एकदम कटिबद्ध हुनुहुन्छ। तपाईँहरूले कुनै केही समस्याहरू देख्नु भएको छ भने भन्नुहोस्, हामी चाहिँ नि नगरपालिकाको तर्फबाट चाहिँ गर्नुपर्ने कुराहरू गर्छु भन्नुभएको छ। त्यसको लागि उहाँलाई एकदमै धन्यवाद दिन चाहे मैले। र यहाँ उपस्थित हुनुभएको जो दाजुभाइ दिदीबहिनी बाआमाहरू हुनुहुन्छ तपाईँहरू निर्धक्क रूपले हामीलाई देखाउनुहोस्। हामीले तपाईँहरूलाई जे समस्या देखियो त्यो समस्याको समाधान गर्ने बाटो देखाउनेछौँ र हामीले आफूले जाने बुझेसम्मको हाम्रो ज्ञान सिद्धि भएसम्मको यहीँ गर्छौँ, नभए काठमाडौँमा आएर पनि तपाईँहरूलाई कसरी गर्ने भन्ने कुराहरू हामी उपचार दिन्छौँ। यति भन्दै म यहाँबाट बिदा हुन्छु। धन्यवाद।